हाम्रो आजको खाना चाहिँ यस्तो छ है गाइस भनेर भन्दिनँ म। आज चाहिँ विशु स्पेसल दिउँसो चाहिँ भिडियो बनाउनै पाएन। यतिखेर बनाउँदैछु भिडियो बनाएर भिडियो पर नहीं दिख रहा ना। यहाँको चाहिँ केराको पातमा खाने स्पेसल हेर्नु है, कति धेरै आइटम्सहरू छ। हाम्रो चाहिँ खाना बाहिरबाट अर्डर गरेको भएर ढिलो आइपुगेको थियो। 1 नै बजिसक्यो खाना आइपुग्दाखेरि। ठिक्क खाना पनि आइपुग्यो, मान्छेहरू पनि भएर भिडियो बनाउनु पाएन, फोटो खिच्न पनि पाएन। अहिले चाहिँ सबैजना गइसकेको छ। तर अब म चाहिँ खाँदैछु केराको पातमा। कस्तो बिहान छिटो उठ्यो भएर ल आँखा नै कस्तो देखिरहेको छ हौ। अझै नै छ 2-3 आइटम्स मलाई मन नपरेर नहालेको है। बाहिरको चाहिँ मेरो ससुर बुवा मेरो चाहिँ जिब्रोमा घाउ भएर राम्ररी खानै सकिरहेन। तर मलाई चाहिँ खासै मन परेन यो। यहाँतिरको मान्छेहरूले चाहिँ एकदमै मन पराउँदो रहेछ यो खाना। आज मैले उनीहरूले खाएको देखेअनुसार अब म खोइ रिमोट लिएर यस्तो खान्छ कि यहाँतिरको मान्छेहरूले। तर मलाई चाहिँ खासै मन परेन। आज त माछा मासुहरू नि खानुहुन्न अरे भनेर भन्थे। आफूलाई त माछा मासु बिना खाना नरुच्ने, तर पनि ठिकै छ। केरला खाना, केरला डिस के भन्छ हो थाहा छैन मलाई त। पापडम यता मेरो छोरा 1 बजीदेखि सुतेको, अहिले ठ्याक्क